इमिग्रेसनमा कस्तो लाग्यो त? राम्रो लाग्यो एकदमै यो हेर्नु कस्तो दामी लाग्ने क्या प्रिमियम पुरा यस्तो दामी छ होइन पाँचजना भन्ने बुनुलाई झन्डै इन्डियन आर्मीले भित्र राखिदियो तपाईँलाई यति धेरै बजेट कलेक्सन गर्नुभएकोमा अब यात्रा सुरु भएको छ हामी मर्निङमै छौँ है टक्कसँगले टाइम चाहिँ ठ्याक्कै 7 बज्न लागेको छ यहाँबाट अब टिमलाई टक्क भेटेर अगाडि जान्छौँ यहीँ अहिले इटरी चोकमा छौँ यतातिर लाग्यो भने चाहिँ विराटनगर गइन्छ भने यतातिर धरान अनि हामी चाहिँ सिधा प्रथमले यसरी निस्क्यो अब रुटमा है बिहान बिहानै फाइनल्ली बङ्गलादेश यात्रा सुरु भएको छ अनि यहाँ चाहिँ हाम्रो हिजो अब यहाँबाट बङ्गलादेशको लागि निस्किँदैछौँ अनि हामीलाई छोड्न आउनु भएको छ दुर्गा म्याम है पक्कै पनि हामी चाहिँ ट्रफी मेडल चाहिँ लिएरै आउँछौँ होइन हरिसर यता फ्यामिली दिस इज आवर भेहिकल इट विल टेक टु वे कहाँ गरे बेटा हामी सँगै हुनेछौँ चाहिँ हाम्रो मन परे सब्सक्राइब गर्ने नगर्ने हेर्नै छ भन्नु छ आजको ट्रिपमा स्टार्टिङ हुँदैछ होइन त हजुर हरिसरको यो नयाँ इभी पनि आज टेस्ट गर्यो होइन टेस्ट ड्राइभ गर्यो journey has begun निकै लामो समयपछि हामी 9 बजी चाहिँ हामी कहाँ आइपुग्यो अरे झापाबाट आइसक्यौँ होइन हाम्रो यहाँनिर ह्यान्डसम गाडी छ है फेरि मान्छे चाहिँ होइन ह्यान्डसम मान्छेहरू होइन गाडी छ हाम्रो ह्यान्डसम होइन आमामा बजेट आकाश सर बधाई छ तपाईँलाई यति धेरै बजेट कलेक्सन गर्नुभएकोमा होइन मेरो खै त कहाँ गएर भेटाएको यो अम्ब्रेला स्ट्रिटमा आइसक्यो अनि हाम्रो इभिनिङ यहाँ छ सबजना भाइ बहिनीहरू चाहिँ होटल ग्रेसमा चाहिँ अब खाना खानलाई छिर्दैछ होइन अम्ब्रेला स्ट्रिट पुरा अम्ब्रेला पैसा साट्ने ठाउँ आकाश सरले पैसा साट्दै हुनुहुन्छ अब नेपाली पैसालाई पाइ भाइ 12 पैसालाई वेलकम ग्रेस होटल एन्ड रेस्टुरेन्ट खाना खाने मेरो घोडे समाइल गाई यो ल्याउँ के ल्याउँ होइन दिदीलाई पनि आमाले खाना छोडिन ल खाना खाइसकेर सबजना फेरि अब फेरि हामीहरू इमिग्रेसनतिर चाहिँ बढ्दै गर्दैछौँ है यहीँ हो चाहिँ इमिग्रेसनतिर टक्क छिर्दैछौँ पछाडि म्याम हुन्छ यता भाइ बहिनीहरू सरहरू टक्क इमिग्रेसनमा स्ट्याम्पिङ गरेर लाग्ने हो फेरि इमिग्रेसनमा चाहिँ यसरी बसिरहेको छ सबजना अनि यो दाइहरू चाहिँ भुटानबाट आएछ आँखा जचाउनलाई
हामी चाहिँ इमिग्रेसन सक्यो अब हामी ठक्कै यता पारिपट्टि चाहिँ लाग्छौँ होइन इमिग्रेसनमा कस्तो लाग्यो त राम्रो लाग्यो ल साथीहरू हामी ठक्कै अब बोर्डरतिर लाग्दैछौँ अनि सरहरू चाहिँ अगाडि गइसक्नु भयो हामी आज यता पछाडि जाँदैछौँ टमटममा हिँड्नु मजा आउँछ पनि छैन हामी सबै छौँ यहाँनिर डरिसक्नु रिसाउने होइन हामी अब इमिग्रेसनतिर जाँदैछौँ होइन हाम्रो नानीहरूको चाहिँ पहिलो एक्सपिरियन्स सिलगढी हम नै जेबी सिलगढी हम घरै में जेबी अख्ने हाँ त्योहरूले तङ गर्छ अरे यहाँनिर छि हट्टेरिका यस्तो तङ गर्ने ठाउँमा फेरि नेपाली आउँछ नि त्यहाँनिर ल साथीहरू इमिग्रेसनतिर प्रस्थान हुँदैछ इमिग्रेसन चेकपोस्ट दार्जिलिङ हुँदो रहेछ यहाँ चाहिँ अब यहाँभित्र फोटो भिडियो मनाइ हुन्छ सो के हुन्छ त्यसपछि भनौँला है त मजाले होइन दाजु हामी यहाँ यसो रमाइलो गर्न आएको यस्तो फर्म भर्नु पर्दो रहेछ साथीहरू बोर्डरमा आउँदाखेरि चाहिँ सुमोमा जानेर हामी के भन्छ भिआइपी हो इन्डियामा भिआइपी भन्छ होइन हामी अब यहाँबाट निस्किँदैछौँ अब हामी इमिग्रेसनबाट चाहिँ अगाडि लागिसक्यो बङ्गलाबन्ध फुलबारी इन्डियाको बोर्डर हो हाम्रो खोइ साथीहरू कता ओ यार एसी लाउनु भएन भने त हामी मर्छौँ यहाँनिर कसरी एसी लाउँछ भन्नु त अब हजुर उयो बटन सट्ट खोल्नु त एसी कसरी लाग्छ अनि थाहा भइहाल्छ गाडी नै छैन ज्यान पनि छ नि त बिमिरेको बुवा त्यही हुनु सिलगढी जोडेन चिसो भइसक्यो सास छोडेपछि त तल लाग्ने डक्टरको हुन्छ नि आइसी मार्दैन कुनै पनि नेतालाई मार्दैन कुनै पनि अभियन्तालाई मार्दैन मार्यो भने त अर्को काण्ड ठ्याक्कै हामी सिलगढी बोर्डर आइसकेको छौँ यता चाहिँ अब इन्डिया गएर भने यहाँबाट तलतिर म देखाउँछु एकछिनपछि है सबैजना होइन समाइल समाइल सबैजना हामी चाहिँ इन्डियन इमिग्रेसनबाट अगाडि बढ्दैछौँ अनि अगाडि हुनुहुन्छ हाम्रो सबै भाइ बहिनीहरू सरहरू पछाडि अब चाहिँ बङ्गलादेश लगभग एकदम नजिकै बङ्गलादेश अब धुलो सब छेड भइसकेको मान्छे हो यो सबै बङ्गलादेश जानको लागि यो गिटीहरू बङ्गलादेश जानको लागि रेडी भयो हो अनि ओ त्यहाँ हो B151 बिएसएफ यहाँदेखि उता चाहिँ बङ्गलादेश फाइनली पैसा पनि साट्यो अनि साथीहरू यता सबजना लागिसक्नु भयो हामी पनि लाग्छौँ सँगले अब हामी चाहिँ बोर्डरतिर आइपुगेको छौँ कस्तो लागिरहेछ बोर्डरमा आएर बोर्डरमा आएर अनौठो लागिरहेको छैन टक्कसँगले हामी चाहिँ अब बाई बाई इन्डिया भन्दै टक्कसँगले त्यहाँ चाहिँ ठ्याक्कै हामी
बङ्गलादेश जाँदैछौँ यता काँकरभिट्टा बागडोग्रा सिलिगुडी यता छोडेर अब हामी यो साइडमा साथीहरू ठ्याक्कै यो परको चाहिँ टेन्सन भइसक्यो यो फेन्सदेखि उता पारदेखि उता चाहिँ बङ्गलादेश भने यता चाहिँ हामी इन्डियातिर छौँ जाने बसो 6 बजे छुट्छ चेक हुँदो रहेछ यार आमामा अन्डरवेयर शुद्ध खोल्न लाउने खालको है होइन भाइ कस्तो के अब हामी चाहिँ यहाँ नोम्यान्स ल्यान्ड एरियातिर ठक्कै छौँ यो चाहिँ मान्छे नहुने एरिया हो होइन सो हामी चाहिँ यहाँबाट अब बिस्तारै लाग्दैछ हाम्रो टिम यहाँ आधी यतै छ आधी यता पछाडि छ है चेक भएर आउँदैछ पछाडि बोर्डर क्रस गरेको कस्तो अनुभव भयो त अझै लागिरहेको है मलाई कस्तो लाग्यो अरे मलाई चाहिँ त्यो चेकिङ ठिक लागेन ल हाम्रो आकाश गुरु आउँदै हुनुहुन्छ आकाश सर आउँदै हुनुहुन्छ त्यहाँबाट टिम कोच म साथीहरू हेर्नुहोस् बङ्गलादेशको गाडीहरूले चाहिँ के सामान ल्याउँदो रहेछ कपडाहरू के होइन अनि के अरे सनपाटहरू ल्याउँदो रहेछ कत्रो धेरै क्या धेरै त्यहाँनिर चाहिँ इन्डियाको फ्ल्याग छ त्यहाँदेखि उता बङ्गलादेश यता इन्डिया अनि यो चाहिँ 09 हाम्रो इन्डिया यतातिर छ भने साथीहरू ठ्याक्कै हामी अब फ्ल्याग अफ बङ्गलादेश फ्ल्याग अफ इन्डिया हामी अगाडि जाँदैछौँ होइन बांग्लादेश एंट्री हो रहा है तो देखते हैं आगे बांग्लादेश का ऐसा सीन है इधर बांग्लादेश का ट्रक है 0 माइल बांग्लादेश का 0 माइल है ये अभी हम यहाँ से आगे जा रहे हैं ये पूरा बांग्लादेश है देखो फेन्स यस्तो छ हैन यो चाहिँ बांग्लादेश यात्रा निकै सुखवाला हुने हो कि दुःखवाला हुने हो यहाँबाट यता रहेछ हामी मिस्टेकली यो साइडमा आएछौँ हैन अब यता जाने हो यताबाट चेक गरेर यसको बोर्डरमा चेकिङ पनि सक्यो अब हामी फेरि अगाडि इमिग्रेसनमा जाँदैछौँ हैन लास्ट दुःख हुँदो रहेछ तर रमाइलो चाहिँ रमाइलो छ क्या रमाइलो छ धेरै झ्याउ छ अल्छी लाग्दो छ थकै लाग्दो छ गाइजहरु रोडबाट नआउनुस् कि भएन नि म अन्तिम लास्ट अप्सन रोडबाट नभए सिधै प्लेन गाइस तपाईहरु बंगलादेश यसरी आउनु भयो भने रमाइलो हुन्छ रोडबाट चाहिँ आउने रमाइलो हुन्छ आउनुस् यसरी नै चेक गरिसियो कम्ती रमाइलो भएको छ हैन रमाइलो भइरा छ ए यस्तो रमाइलो छोडेर को प्लेनमा सिधै फ्लाइटमा हो फ्लाइटमा अब हामी इमिग्रेसन बङ्गलादेश इमिग्रेसन छिर्दैछौँ हेरौँ सबजना चाहिँ यहाँ अहिले इमिग्रेसनमा फोटो इमिग्रेसन सकेपछि सबैजना थकित मुद्रामा म पनि थकित मुद्रामा इमिग्रेसन चाहिँ यो है साथी हो अब यहाँबाट हामी उता पारिपट्टि जान्छौँ एउटा यहाँ छ ठुलो झोला अनि पारितिर गएर एकछिन बस्ने हो अब चाहिँ हामी साँझको गाडी चढ्न लागेका छौँ भनेर होइन सबैजना अब हामी यहाँ सामान राख्दैछौँ सामान राखेर चाहिँ फेरि लाग्छौँ ढाकातिर अब चाहिँ हामी यो टक्कै यो बसमा जाँदैछौँ बुढीमारी भन्ने बसमा होइन बुढीमारी बसमा चाहिँ टक्क अब बङ्गलादेशबाट टक्कै यो चाहिँ इमिग्रेसन हो यो पारिको अनि यहाँनिर चाहिँ यो ट्रान्सपोर्ट अथोरिटी होला हामी यसमा सरसँगले चाहिँ अब लाग्छौँ यात्रा है यहाँ चाहिँ खासै केही नपाउँदो रहेछ खानेकुरा यता पुरा कोही कोहीहरू खाएर आउँदैछन् होइन खाइसक्यो बङ्गलादेशको यात्रा छ भाउछोराको के छ भन्नुलाई नाइट यात्रा हुँदैछ भोलि हामी पुग्छौँ बिहान लगभग 10-8 बजे अनि त्यसको साथ अब हाम्रो स्टेडियममा प्रवेश हुन्छ गेम खेलिन्छ सर है एकदम राम्रो
म्याम हजुरलाई के छ भन्नु मलाई त केही छैन एकदम राम्रो लाग्यो अहिले आएर चाहिँ हैन नयाँ एक्सपिरियन्स होइन नयाँ अनुभव ल अनुभव धेरै राम्रो लाग्यो मलाई चाहिँ अहिले ल कस्तो लागिरहेछ सर हजुरलाई यो अचम्म लागिरहेछ यो अहिलेसम्म अचम्म लागिरहेछ है हाउ डु यु फिल राइट नाउ नयाँ एक्सपिरियन्स हो होइन एकदम बबाल फर्स्ट टाइम हो एकदम रमाइलो लाग्यो आर यु गाइज इन्जोइङ राइट नाउ Business class? Are you feeling business class right now? Yes, Okay. very much. That's very good, perfect. That's sound what I want to. Bye. How do you feel? कमाइ लागिरहेछ है हजुर एकदमै ल ठिक छ एकदमै आरामै भोक लागेको छ कि छैन यस ल हाम्रो नि हाम्रो ल साथीहरू कस्तो लागिरहेछ एकदम राम्रो लागिरहेको हो फर्स्ट एक्सपिरियन्स है यो हामीले नेपालमा हाम्रो देशमा देख्न पाउँदैन नि होइन ल द्याट्स पर्फेक्ट आएर हाम्रो सबैभन्दा राम्रो मेमो यही हुनेछ ल you guys are feeling awesome isn't it Yes. okay that's perfect सुविधा भएको भए झन् राम्रो हुन्थ्यो नेपालमा पनि Okay. नेपालमा यस्तो सुविधा नै छैन thank you dada for this beautiful journey anyone here no how do you feel right now केटाकेटीले त भाग्यमा श्री नै लेखेर आएको रहेछ नि सिधै के छ यहाँ हामी को सँग Good enough. खोइ शुभम बिजनेस खोइ शुभम Sleeping. कहाँ म देख्दैन त Uta sleeping. Hello. yes hi गाइस दिस इज बिजनेस क्लास है बस भित्र यस्तो एक्सपिरियन्स शुभम how you feeling right now very nice awesome is this good smell inside the cabin खै के छर्केर okay that's perfect इंडियन सिम चार्ज भैया जी बांग्लादेश सिम हमारे मोबाइल चार्ज नहीं हो रहा है चार्ज होगा थोड़ी देर में perfect यो चाहिँ डाटा हैन यो चाहिँ रेकर्डेड हो tomorrow you will see the vlog तपाईले भोलि देख्न सक्नुहुन्छ है हजुरको के युट्युब आइडीको नाम के युट्युब च्यानल दिनेश बुढाथोकी दिनेश बुढाथोकी yes ल बढे सब्स्क्राइब बढे है if you it's okay ल I think this is my room बङ्गलादेशमा चोटोमाथि सुतेर यिनीहरू ल ए बस त साथीहरू बाहिर चाहिँ यस्तो छ एटमोस्फियर अनि टाइम चाहिँ ठ्याक्कै अहिले एक्ज्याक्टली कति भयो भन्नु पर्दाखेरि 5:33 भयो होइन अब इन्डियाको एयरटेल अहिलेसम्म आइरहेको थियो होइन अब छैन साथीहरू अब हामी यहाँबाट लाग्छौँ अगाडि र साथीहरू रातको साँझको टाइममा चाहिँ बङ्गलादेशमा पनि यस्तो बजारहरू हटियाहरू लाग्दो रहेछ गुद्री जस्तो होला सबै त हामीलाई पनि थाहा भएन तर एज यु क्यान सी आउटसाइड गाडीबाट लिएको गाडीबाट लिएको यस्तो छ अनि हाम्रो भाइ बहिनीहरू चाहिँ लुडो खेल्दैछन् लुडो बसमा त्यो आरामदायक हुँदो रहेछ अनि लुडो खेल्ने कार्यक्रम भइरहेछ सुत्ने चाहिँ यस्तो छ हामी बुढाथोकी बन्द यसरी बसिरहेछौँ सुतिरहेछौँ बङ्गलादेशमा मैले अनएक्सपेक्टेड भयो क्या श्यामोली यहाँबाट जान्छ यस्तो। श्यामोली पनि यस्तो खालको गाडी छ क्या ल जस आज एउटा खुसीको कुरा चाहिँ बङ्गलादेशमा चाहिँ यस्तो जुत्ता खोलेर यो बसमा बस्नु पर्दो रहेछ अब अरूतिर चाहिँ थाहा भएन यो पनि एउटा नयाँ कुरा राम्रै हो राम्रै लाग्यो त्यो इन्टेरियर चाहिँ यस्तो छ है बसको छिटै पुग्छ होइन 6:34 भयो सबजना आनन्द हामी मात्रै रहेछ फेरि ए हामी मात्रै जोकर भयो आज है टेरिका हामी भ्युजको लागि काम गर्छौँ गर्दैनौँ त आफ्नो ठाउँमा थाहा छ तर हामी यो दुईजनाको क्याबिनमा कतिजना बसेर चाहिँ पाँचजना भन्ने बुनुलाई झन्डै इन्डियन आर्मीले भित्र राखिदियो बङ्गालीले कस्तो डर लागिरहेको थियो आमा कम्ती डर लाग्छ अन्त ल चट्ट मजाले खाने होइन इन्जोय गर्ने इन्जोय यर ट्रिप हारजित आफ्नो ठाउँमा छँदैछ भोलिको बारेमा सोच्ने होइन Yes. पर्सीको बारेमा सोध्ने हो किनकि पर्सी गेम हो
यो हेर्नु कस्तो दामी लाग्ने क्या प्रिमियम पुरा यस्तो दामी छ होइन यस्तो प्रिमियम लाग्ने टाइपको छ है यता पनि अनि यो ग्रिलहरू यस्तो राम्रो चट्ट है गाडीमा बस्दाखेरि पनि क्या प्रिमियम फिल आउँछ क्या Wow, so beautiful. So elegant, just looking like wow. Now I'm going to get inside. So this is our place. Okay. रातको 9 बजे छ बङ्गलादेशमा होइन लगभग 9-10 बजे छ हामी चाहिँ अब यहाँ खाना खानुलाई जाँदैछौँ यसो के छ हेरौँ मिल्छ भने चट्ट खाएर चाहिँ निस्किनुपर्छ बाबु कस्तो लागिरहेछ एकदम ठिक छ नि होइन खोइ सब्जी आउँदैछ डिम खाइने डिम खाइने परोटा चट्टै खाएर चाहिँ अब फेरि हामी यही कटेजमा चट्ट छौँ म चाहिँ कसो यार आमा बिताउँछ फेरि चिसोमा फेरि है म चट्छ अब फेरि लाग्यो यात्रा बाहिर देखिँदैन रातको 3 बजे यहाँ मान्छेहरू खाना खानु लाग्दैछ के भन्ने यस्तो रातको 3 बजे खाजा खान्छन् मान्छेहरू खाना खान्छन् होइन यहाँ ढक्कसँगले हामी चाहिँ यता लाग्छौँ यो गाडीमा बुढीमारी गाडीमा ल हामीलाई चाहिँ आज टक्क छोडिदियो होइन भित्र राख्ने भित्र यस्तो बङ्गलादेश गएको हामी त्रिसकेका छौँ अब चाहिँ जाने होइन जाडो भएर पानी त चिसो मतलब हुँदैन ठोकिँदा बङ्गलादेश गाडी ठोकिँदा मतलब हुँदैन अब हेर्नुहोस् साथीहरू उल्टो उतापट्टि जाम छ होइन यताबाट चाहिँ अब अगाडि बढिरहेछ ल यस्तो हामी आएको यता साइडबाट तर यता खाली होइन नेपाल सत्र जानकारी लेखेर को पढे नेपाल सत्र ये सब स्पोर्ट्स रहेगा स्पोर्ट्स सिटी स्पोर्ट्स सिटी भलिबल बास्केटबल फुटबल क्रिकेट स्पोर्ट्स सिटी रहेछ यस राम्रो बनाएको होइन सबै ठाउँको स्पोर्ट्सको लागि स्पेसली हाम्रो खेल्ने ठाउँ चाहिँ मल्टी स्पोर्ट्स कम्प्लेक्स चाहिँ हो होइन अनि अब हामीहरू बस्ने घर पनि यतै भित्रै होला बस्ने ठाउँ आइपुग्यो त्यही हो ल क्रिकेट खेल्ने ठाउँ यहाँ छ फाइनल्ली पुरै टिम चाहिँ यतातिर आइपुगेको छौँ होइन गुड मर्निङ गुड मर्निङ एभ्रिवान फ्रम बङ्गलादेश हाम्रो देशमा चाहिँ झगडा भइरहेको हुन्छ तर यहाँ चाहिँ क्रिकेटको लागि यस्तो टट्ट बनिरहेको छ क्या स्पोर्ट्सको लागि यस्तो छ कहिले चेन्ज हुने होला नि हाम्रो सरकार रङ्गशालाभित्र जस्तै रहेछ
राम्रो लाग्यो तर आज बसमा चाहिँ अनएक्सपेक्टेड रमाइलो भयो क्या आनन्द होइन एकचोटि त उखाएर कि यस्तो ठाउँमा उखाएर यस्तो